हामीले कपडा यहाँबाट ठ्याक्क छिराउँछौँ अनि त्यसपछि यो टिप बटम भन्छ कि भन्दैन यो टिप बटमलाई लिएर गएर यो पेन्टीको तलबाट हामीले अर्को प्याड के गर्छौँ अर्को प्याडको के हुन्छ त्यो दुईपट्टिको कान हुन्छ नि त्यो कान यस्तै खालको कागजको हुन्छ त्यसलाई लगेर के गर्छौँ हामीले यस्तो गरेर पेन्टीमा ठ्याक्क राख्छौँ कि राख्दैनौँ राख्छौँ यो पनि अड्डिनु पऱ्यो कि परेन यो अड्डिनु भने हामीलाई हिँड्न अप्ठ्यारो भयो कि भएन त हो यो अड्याउनलाई यो टिप बटम गर्छ अब यो गर्दाखेरि यो जुन छोटो भाग छ यो चाहिँ अगाडिपट्टि पर्छ यो अलिकति लामो हाम्रो हिपसम्म आइपुग्नु गरी यो पछाडि भागपट्टि पर्छ ठिक छ ल अब यही अन्तर्गत हामीले यहाँ 2 पिस काटिसक्यौँ हो कि होइन यो 2 पिस काट्नलाई केही गाह्रो छैन हामी फेसन डिजाइनर होइन है हामीलाई काम केमा चलाउनु छ भन्दा आफ्नो स्वास्थ्य सम्बन्धीमा चाहिँ त्यो अहिले क्लाइमेट चेन्जको कुराहरू आइरहेछ नि त होइन हो यो क्लाइमेट चेन्जलाई असर गर्ने भनेको चाहिँ एउटा चाहिँ के हो भने दिशाजन्य लेदो हो अर्को चाहिँ हाम्रो प्याडहरू पनि हो कि डाइपरहरू पनि हो कि जो चाहिँ एकदमै बाहिर मात्रामा खानिन्छ कुकुरहरूले भेटेर त्यस्तै फोहोर गर्छन् जसले किटाणु कन्टामिनेट गरेर हामीले मुखबाट यदि त्यो किटाणु हाम्रो मुखबाट गयो भने हामीलाई झन् गाह्रो हुन्छ होइन हो त्यसको लागि अब हामीले यस्तो दुईवटा लियौँ होइन अब यो दुईवटा लिइसकेपछि हाम्रो यो लामो पार्ट चाहिँ कहाँ कतापट्टि पर्छ पछाडि पर्छ तपाईँहरूले प्रयोग गर्ने प्याडको पनि अलिकति लामोपट्टि पार्ट चाहिँ पछाडि पर्छ हो कि भन्नु न अनि यो भागलाई चाहिँ हामीले यसरी मर्छौँ कि मर्दैनौँ मर्छौँ अब हामीले गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि अब यसलाई चाहिँ एउटालाई चाहिँ हामीले बिचबाट काट्छौँ है यो